पुग्यो पुग्यो क्वेसन भोलि गाइस क्वेसन भोलि गर्छ है उसले आज गर्दैन पुग्यो यार आज तिमीले तिमीले आज सायरी पनि सुनायो सायरी पनि राम्रो लाग्यो यति इनफ भयो अनिस ब्रो यो सनेमा हावा अरे हजुर म हावा नै हो तिमी बन्दैन उरी ओ भाइ प्लिज भयो आजलाई तिम्रो क्वेसन पुग्यो यार थ्याङ्क यू सो मच एभ्रिवान यार भोइस छोड्दै म एउटा क्वेसन गर्छु त एउटा क्वेसन त सुन्नु भोलि के पुग्यो भोलि के प्लिज भोलि अहिले सुनाउँछु ल ओके डन ल बन ल ओके म एन्सर दिन्छु या इजी हो पहिला हाम्रो जे भयो होइन पास्टमा जेसुकै भयो होइन त्यो छोडिदिनु क्या बट अहिले भनेको चाहिँ अब फेरि हामी ब्रेकअप भएर पनि अनि फेरि के भन्छ अनि फेरि हामी भेट हुँदैछौँ नि त होइन कुरा गर्दैछु अनि अब हामी कुरा गर्दैछौँ अहिले अनि के अरे तपाईँले अर्को कन्फर्म बनाउनु भयो कि भएन मैले जब तिमीसँग टाढा भएपछि म घरमै काम गरेँ घरमा कामसम गरेँ त्यसपछि मैले घरको काम सोधेको होइन लाइक हामी छुटेपछि तपाईँले अर्को गर्लफ्रेन्ड बनाउनु भयो कि भएन एउटा बनाएको थियो तर लङ डिस्टेन्स थियो हामी कुरा गर्दा गर्दै उहाँले मलाई बिहेको प्रस्ताव राख्नुभयो बिहेको प्रस्ताव राखेपछि मलाई अहिले बिहे गर्नु छ नि मेरो पढाइ कम्प्लिट गर्नु छ भन्ने टाइपले मैले बाहना बनाएर त्यतिकै कम्प्रोमाइजमै उहाँ टाढा हुनुभयो म पनि टाढा भएँ त्यही हो गर्लफ्रेन्ड भन्दा नि आज उहाँले पहिलेदेखि कुरा गर्नुहुन्थ्यो त्यसपछि मैले गर्लफ्रेन्ड चाहिँ बनाएन त्यही हो लाइक पहिलादेखि भन्नाले म भन्दा अगाडिदेखि फर्स्टमा त तिमी आयो नि तिमी हो नि फर्स्टमा त त्यसपछि तिमी गएपछि खासै बनाएन पहिलादेखि चाहिँ अनि कसरी भन्नुभयो आज पहिलादेखि नै लाइक उहाँ फ्रेन्ड हुनुहुन्थ्यो उहाँले चाहिँ मलाई लाइक बेलामा एज अ राम्रो साथीको रूपमा टेक्स्ट गर्नुहुन्थ्यो किनभने म्याच्योर केटीहरूले चाँडै अगाडि नै डिसिसन लिँदैन क्या बिस्तारै फर्स्टमा साथी बन्छ कुरा गर्दै गएपछि एकअर्काको कुराहरू मिल्दै गएर यदि मान्छे राम्रो लाग्यो भने पछि उहाँहरूले पर्पज राख्ने कुरा हुन्छ क्या अलिकति अनम्याच्योर केटीहरूले चाहिँ अब वाउ कस्तो ह्यान्डसम केटा कस्तो राम्रो केटी मेरो लाइक पर्पज गरिहाल्ने टाइपको हुन्छ नि त तर एज अ उहाँ चाहिँ अलिकति म्याच्योर्ड हुनुहुन्थ्यो होला सायद उहाँले चाहिँ एज अ फ्रेन्ड भएको 1.5 इयर पछि मात्रै उहाँले मलाई तपाईँ मलाई राम्रो लाग्यो हामी एज अ हुन्छ नि ब्ला कुरा गरिसकेपछि मैले चाहिँ होइन अहिले मेरो पढाइसकेको छैन एज पनि सानै छ मबाट त्यो हुँदैन भनेर अनि कम्प्रोमाइज गरेर त्यति नै उहाँ अहिले उहाँको बिहे भइसक्यो अरे सो त्यति हो कुरा बुझ्यो रोनी तिमी सानै छौ तिमी पढ्न जाऊ अब हामी दुईजना एक हुन सक्छ कि सक्दैन मैले एक्जाम्पल दिएँ त अघि तिमीलाई मैले सक्छस् यस अर नो दुईटामा एउटा भन्नु त यो कुरा तिमीलाई मैले कलमै भनेको छ याद छ कि नै सकिन्छ न कलको कुरा न यहाँ सबैको अगाडि भन्नुपर्छ यस अर नो कस्तो जबरजस्ती हो एक हुन सक्छ कि सक्दैन यस अर नो एउटा कि यस भन्नु कि नो भन्नु सक्छौ भने यस भन्नु सक्दैन भने नो भन्नु म तिमीलाई बुझ्दैछु अनि लाइक मैले अघि तिमीलाई यहाँ सुन मैले पनि तिमीमा पहिलाको डन खोजिरहेको छु पहिलाको डन जस्तो यदि भयो भने चाहिँ सायद पोसिबल छ पहिला मेरो नाम सुषमा थियो र त पहिलाको सुषमा जस्तै तिम्रो पहिलाको फिलिङ्स नै अझै पनि पहिला मैले पहिलाको कुरा मैले के भनेको पास्टको कुरा छोडिदिनु अब हामी एक हुन सक्छौँ कि नै यस अर नो दुईटामा एउटा भन्नु पढाइ यस भन्नु सकिँदैन भने नो भन्नु अनि यस भनेर पछि भएन के गर्ने
यस भन्यो भने हामी अब प्याचअप भयौँ। कति बज्यो काम जाने बेला अब मेरो कस्तो बच्चा पढ्नु हो क्या लाइक यो क्वेसनै बच्चा लाइक ओ माई गड गाई मैले भनिरहेको छु लाइक हुन्छ नि यहाँ हेर तिमी पहिलाको जस्तो त्यो पहिलाको सुस्मा मैले तिमीमा पाएँ भने चाहिँ यहाँ चान्स छ कसरी तपाईँले अहिलेसम्म यति धेरै बोल्दासम्म पनि तपाईँलाई पहिलाको सुखमा पाएको जस्तो महसुस कसरी भएन कि तपाईँलाई भन्नु न? 3-4 वर्ष बिचमा के ममा भयो त्यस्तो कमजोरी के देख्नुभयो? यो क्वेसन माथि क्वेसन त्यति ट्यालेन्ट छैन हो म एकचोटिमा एउटा क्वेसन गर न यार यति एकचोटिमा 3टा क्वेसन गर्छु यार 3टा क्वेसनको एन्सर दिन सक्दैन क्या म त्यति ट्यालेन्ट छैन क्या म मम्मी ए सुन न हरेक कुराको राइट टाइममा आउँछ बिस्तारै कुरा हुन्छ डोन्ट वरी कति हामी बोलेको हामी भेट पाएको कति भयो? ब्रेकअप पछि हामी भेट पाएको 1 महिना भइसक्यो होइन? पुरा हुन्छ ल। सुषमा मेरो इसारा बुझ्यो अब चाहिँ प्लिज किन गर्लफ्रेन्ड छ हौ? ए कस्तो क्वेसन हो मम्मी साँच्चै भनेको मलाई लाइफमा होस् होइन कलमा होस् तपाईँसँग लङ टाइमसम्म कुरा गर्नु छ क्या। एज हामी गाइज ब्रेकअप भएर हामी होइन यति के भन्छ पछि लाइफमै हो नि त हामी भेट भएको कुरा भएको पनि अनि लाइक माया लाग्छ क्या। पहिलो माया भनेको पहिलो माया नै हुन्छ क्या। चाहे जेसुकै गर चाहे जोसुकै आओस् होइन पछि ब्रेकअप भएर जोसुकै आए पनि होइन त्यो यहाँको कमन आइरहेछ तिम्रो बोयफ्रेन्ड छैन अरे तिम्रो बोयफ्रेन्ड? मेरो छैन। हो र अनि के भन्छ यस्तो क्या तिम्रो एन्सर भने नि यस or नो अब हामी सँगै हुन सक्छ सक्दैन यस or नो भनिरहेछ हामी लाइक हाम्रो हुन्छ नि यति धेरै 3 years अलमोस्ट 4 years भयो हामी टाढा भएको अनि भर्खर त भेट हुँदैछ अनि मैले लाइक आम म्याच्योर है लाइक म त्यो चाँडै डिसिजन लिँदैन क्या म बुझ न लाइक मैले भनिरहेको छु त बिस्तारै हामी क्लोज हुँदैछ तिमीमा पहिला र अहिले यति भन्नु न छ कि छैन भन्नु छ भने म बोल्दिनँ ल छैन भने मेरो गर्लफ्रेन्ड छैन मैले गर्लफ्रेन्ड छैन भने त कति मैले कलमा पनि भनिसकेँ त मैले कुनै त्यही त ओके अनि तपाईँ अब मैले भन्दैछु तपाईँ अब हामी दुईजना एक हुन सक्छौँ कि सक्दैनौँ यस or नो त भन्नु एउटामै ए आम कस्तो होइन कति पढायो तिमी कति वर्ष पुग्यो तिमी अहिले तपाईँ चाहिँ अब यति इजी क्वेसन दिन सक्नुहुन्न यस पनि भन्नु अप्सन त छ नि यस नो यस or नो अप्सन छ त एउटामा टिक लाउनु न सकिएको नि मैले भनिरहेको छु उसलाई झन् सम्झाइ लाइक मैले यत्रो बिच ओ मम्मी भगवान् यो मान्छेलाई बुद्धि देऊ यार बुद्धि देऊ मैले एन्सर दिइरहेको छु मलाई होइन तपाईँलाई दिनुपर्छ यस्तो इजी क्वेसन सोद्धा पनि तपाईँले यस or नो एउटा चुज गर्नु भन्दा पनि एउटा क्वेसन एउटा एन्सर पनि चुज गर्न नसक्ने दिमाग तपाईँलाई दिनुपर्ने छ क्या। अब मेरो आधी दिन्छु तपाईँलाई। मैले के भनिरहेछ मेरो कुरा बुझिरहेछौ लाइक यति धेरै 3 years 4 years जति हामी टाढा भयो अब पहिलाको सुषमा छ कि छैन तिमी अहिलेको सुषमामा पास्टमा जे भयो पास्ट डजन्ट म्याटर तर अब प्रेजेन्टमा हामी भेट भएको 1 महिना भइसक्यो होइन लाइक हामी कलमा पनि बोलिरहेको छौँ अनि पहिलाको सुषमा र अहिलेको सुषमा तपाईँले कसरी के चाहिँ फरक देख्नुभयो भन्नु नि त ल पहिला र अहिलेमा के फरक के डिफ्रेन्ट के देख्नुभयो? त्यही त म खोजिरहेको छु नि त्यही त खोजिरहेको छु म पहिला सक्सेस हुन देऊ न मलाई। ओ माई गड डिफ्रेन्ट त्यो त कसरी खोज्छ हौ गाइज त्यो चाहिँ म नि खोजौँ न ल एक्जाम्पल ल ओके हामी ल 2 month भयो हामी भेट भएको ल ओके तिमीले लाइक 3 years पछि 2 month भयो भेट भयो अलमोस्ट 4 years पछि भेट भयो ल 2 monthमा ममा के डिफ्रेन्ट देख्यो पहिलाको सनी र अहिलेकोमा के फरक देख्यो या टेल मी ओके म भनौँ ल भन के फरक देख्यो? पहिला तपाईँ मेरो अगाडि कोही केटीहरूसँग बोल्नुहुन्न थियो बट बोल्नुहुन्थ्यो दिदी बहिनी भनेर बोल्नुहुन्थ्यो होइन अनि लाइक मसँग मात्रै बोल्नुहुन्थ्यो पछि अब ब्रेकअप हुनु कारण भनेको चाहिँ पछि एकजना थर्ड पर्सन आएर ब्रेकअप भएको थियो अनि त्यस पछाडि
अहिले चाहिँ पहिला चाहिँ त्यो थियो भने अहिले चाहिँ अब तपाईँ मेरो अगाडि पनि केटीहरूसँग फ्लर्ट गरेर बस्नुहुन्छ होइन अब हामी यस्तो गरौँ उस्तो गरौँ हुन्छ नि अब अर्कै टाइपले बोलिराख्नु भएको हुन्छ मैले त्यो भेटेँ पहिला र अहिलेमा ओके म अब फ्लड गर्दिनँ नि त म चाहिँ अब काम पनि छोडिदिन्छु लाइभ बस्छु 24 आवर लाइभ बस्छु लाइभमा पनिसमेन्ट गर्दै बस्छु नि त म त्यति साह्रो नबुझ्ने मान्छे होइन क्या बुझ्नुभयो नि मैले तपाईँलाई के भन्छ मसँग मात्रै बस्नु लाइभमा बस्नुपर्छ त्यो छैन मलाई तपाईँको एक घन्टा सुषमा यहाँ सुन एक घन्टा सुन्नुहोस् न म भन्छु म भन्छ नि यहाँ हेर क्या लाइक यहाँ हेर तिमीले कुरा म भन्छु न म भन्छु ओके तपाईँको एक घन्टा ब्रेक टाइम छ भने 1 घन्टा ब्रेक टाइम छ भने ओन्ली मलाई 5 मिनट फुल टाइम दिनु बस तपाईँ जतिखेर पनि मसँग लाइभमा आउनुपर्छ मैसँग मात्र जोडेर बस्नुपर्छ भन्ने छैन जोड्नु अरूसँग जोड्नु बट मेरो मन दुखाउने काम नगर्नु मैले भन्न खोजेको यही हो यहाँ सुन ओके ओके आई अन्डरस्ट्यान्ड म तिमीले भनेको कुरा बुझेँ तर यहाँ सुन मैले भनेको लाइक पहिलाको सनिम र अहिलेको सनिममा डिफ्रेन्ट भने मैले त्यो त्यस्तो टाइपको त्यो नर्मल कुरा होइन क्या मेरो फिलिङ्सको कुरा गरिरहेको छु मेरो फिलिङ्सको कुरा गरिरहेको छु क्या यु नो पास्टमा लाइक 3 इयर्स 4 इयर्स अगाडि म तिमीसँग रिलेसनसिपमा हुँदाखेरि मैले तिमीमा लाइक मेरो कुराहरू कति सेयर गर्थेँ कति माया गर्थेँ त्यो कुरासँग कनेक्सन कुरा गरिरहेको छ तिमी लाइभमा भेटेको फ्लड गरेको त्यो फ्लड गरेको त्यो लाइक एज अ टिकटक भनेको ड्रामा गर्ने ठाउँ हो त्यो कुरा म्याटर गर्दैन तर मैले भनेको कुरा चाहिँ मैले मेरो फिलिङ्सको कुरा गरिरहेको छु क्या लाइक मैले पहिला कति तिमीलाई चाहन्थेँ तिमीलाई कति कुरा गर्थेँ पहिला गर्ने माया र अहिले लाइक के फरक देख्यो भने त्यो कुरा बुझ्न खोज्यो त्यो मसिनो कुरा बच्चा जस्तो कुरा नगर नि तिमी मैले त्यो कुरा छुटेर आएको छु क्या र तिमीले भने यस र नो ओके ओके अनि तिमीले भने यस र नो हो यस र नोमा म एन्सर दिनै सक्दिनँ त किनभने म पहिला त्यो लाइक तिम्रो त्यो पहिला गर्ने जुन माया केयर र अहिलेको तिमी सुषमा र पहिलाको सुषमामा म त्यो के डिफरेन्स छ तिमी चेन्ज भयो कि भएन मबाट तिम्रो फिलिङ्स के छ त्यो कुरा म खोजिरहेको छु क्या अनि तिमी भन्छौ यस र नो यस र नो यस र नो कस्तो इजी सोचिरहेको छु क्या म भने म डिपमा गइरहेको छु क्या तिमी भने एज अ हुन्छ नि बाहिर बाहिर नर्मल कुरा गरिरहेको छ क्या लाइक मैले भने कुरा बुझिरहेको छु मैले के भनिरहेको छ ओके अब तपाईँलाई मन छैन भने के छोड्दिनु डान्स गरिदिउँ मैले डान्स गरिदिउँ नाच्दिउँ हुन्छ हुन्छ अझ हुन्छ यो मान्छेलाई मैले बुझाउन पनि सक्दिनँ मैले अब क्वेसन गरेर पनि उसले मेरो एन्सर दिन सक्दिनँ गाइज अब मैले बाइक अब के विकल्प छ त छैन नि पछि कल गर्दा कस्तो भनेको डरमा तिमीलाई त यहाँ सुन म पैसा धेरै कमाउँछु होइन पैसा मेरो धेरै कमाएर म तिमीलाई म मुभी खेलाउँछु क्या मुभीमा चाहिँ तिमी मरेको रोल क्या मरेको पुरै नाकमा रुवा खाँदैन तिमी खत्रै एक्टिङ गर्छ भनेपछि तपाईँले चाहनुहुन्छ यो मर्दिए राम्रै हुन्थ्यो जस्तो लागिरहेको भएको छ ए भगवान यो केटीले दिमाग दियो यार म के मजाक लागिरहेछ बाबुको पनि मान्छेलाई खाने पिरिमसित जाने कि नजाने अब डान्स गर्छु यार म अब त अरू केही पनि छैन क्या कस्तो भनेको ओके पुग्यो टर्न पुग्यो अब आजलाई पुग्यो गाइस आजलाई पुग्यो किनभने अब कुनै कुरामा एक्सप्लेन गरेर केही त्यसको भ्यालु नै केही छैन यिनी नानीले बुझ्दैनन् म यति भन्छु नराम्रो मान्छेको नजर नलागोस् यी नानीमाथि राम्रो मान्छेको नजर लागोस् भविष्य राम्रो होस् सधैँ खुसी हुन् त्यति भन्न चाहे अनि अर्को कुरा तपाईँले मेरो क्वेसनको एन्सर दिन सक्नु भएन अब त्यसमै केही छैन ठिक छ फेरि त्यही कुरा गाइस होइन अब मैले नबुझेको हो कि उहाँले नबुझेको त्यो कुरा मलाई थाहा भएन ओके ठिक छ अब आफ्नो आफ्नै यहाँ सुन न तिमीलाई एउटा कमेन्ट आइरहेको छ ओखर खाऊ अरे ओखर खाऊ अरे
लाइक गाइज उता सनिमलाई सपोर्ट गर्नु हुने हुन्छ नि लाइक भ्युवर्सहरू हुनुहुन्छ होला ओखर खाऊ भन्ने मान्छेलाई चाहिँ म के भन्न चाहन्छु भने मेरो दिमाग छ यति धेरै मेरो दिमाग नभएको भयो नि यत्रो ठुलो बुकहरू यति धेरै बुकहरू मैले पढ्दैन थियो होला के नर्सको बुझ्यौ अनि त्यो दिमाग चाहिँ आधी सनिमलाई दिनु पर्ला जस्तो लागिरहेछ के जम्मा 2टा क्वेसन हुन्छ नि मैले क्वेसन यति सजिलो क्वेसन सोधिरहेको छ कि यस अर नो मात्र 2टामा एउटा चुज गर्नु भन्दैछु नो भन्यो भने सकिहाल्यो वेट तिमीले भन्यो अब हामी फ्युचरमा सँगै हुन सक्दैन यस अर नो तिमीले सोध्यो एन्सर है म अब तिमीलाई अलिक कुल हो है ओके लिसन नबोली बस है म बिस्तारै बोल्छु बुझ्ने तरिकाले भन्छु है त तिमीले भन्यो क्वेसन गर्यो डन्डे मैले क्वेसन गर्यो सुषमाले सनिम हामी पासमा हामी ओके स्टप यहाँ मेरो भ्युअर्सहरू सबैजनाले पर्सनल कुरा पर्सनलै गर्नु भन्दै हुनुहुन्छ नगर्नु लाइभमा त्यो पनि यो पर्सनल कुरा हैन यहाँ सुन न नो यो पर्सनल कुरै हो अनि तामाङनीहरू यस्तो कडा हुन्छ गाइस कसम भनेको आम्मा जित्नै मात्रै खोज्ने हो आम्मा इगो क्या के हो यस्तो यहाँ सुन मेरो कुरा पर्सनलमा गर्नु भन्दैछु मैले नो म एउटा कुरा क्लियर गर्छु नो म सुन्दिनँ म म्युटमा राख्छु नि फेरि ए भगवान ल ओके भयो मलाई सराप्नु भएको उसले त के भनिरहेछ गाइस मलाई त होइन टन्न पैसा कमाउँछु रे अनि एउटा मुभीमा खेलाउँछु अनि त्यसपछि केमा भन्नु न मरेको रोलमा क्या मरेको स्टाइलमा खेलाउँछु रे अनि त्यस भनेपछि उसको मनमा चाहिँ म मर्ने त आनन्द हुन्थ्यो जस्तो उसको मनमा आइरहेको गाइस यार लास्ट